साथीहरू यो मेरो घर हो यो कौसीबाट त्यो बाटो हाम्रो थलाले भन्ने गाउँमा जान्छ त्यो बिचको बाटो अनि त्यो रोड चाहिँ भित्र हाम्रो भेडा बाख्रा गाई के पाल्ने ठाउँ यो त्यो रोडमा जान्छ टक्क यो रोड भनेको हाम्रो घाँस दाउरा मेलापात गर्ने पारी घाँस काटिराख्छ मान्छेहरूले त्यो टपमा लगेर पछि बर्खामा छ टक्क गाई घोडा भेडा त्यहीँ माथि त्यो टपमा पाल्छ 2-3 महिनाको लागि टक्क यो बिचमा हिँडेर जाने बाटो पनि छ उता घाँस काट्ने भइहाल्यो यो हाम्रो खेतबारी यहाँ यस्तो हुन्छ टक्क स्याउको बोटाहरू हेर्नु तल एउटा घोडा बाँधेको छ नि त्यो पुरै स्याउ छ जताकतै ल अब यहाँ कति छ 500 बुटा स्याउको छ 500 जति छ करिब 500 बुटा स्याउ छ अहिले स्याउ सबै सिजन सकिसक्यो टिपेर हाम्रो हजुरआमा सिमी उकाउनु हुन्छ त्यहाँ जुम्ली राजमा टक्क पारी त्यो हाम्रो गाउँदेखि उतापट्टि तान्ती भन्ने गाउँको गोठहरू घर हुन्छ घरै त्यही छ स्कुल पनि छ एउटा अरे त्यो टक्क उनीहरूको अर्कैको हाम्रो छिमेकी गाउँको वन हो त्यो भनेको टक्क यो हाम्रो हजुरआमा टेक लगाएर सिमी खेल्नु भइरहेछ यता पनि छ है गाई स्याउ सब स्याउ भैँसी चरिरहेछ खेतमा पुरै टोटल्ली स्याउ लगाछन् त्यो पारी त सबै वनमा पुरै स्याउ यो डाँडो पारी जताकतै स्याउ छ ल गाइज यस्तो छ है निकै रमाइलो छ गाइज जुम्ला भने यस्तो हुन्छ है अहिले यो मौसममा यो सिजनमा जुम्ला भन्ने चिज यस्तो छ ल अहिले यस्तो हुन्छ